एप्रेस कलर लिमिटेडले तपाईँ हामी जस्तै सर्वसाधारणको लागि निष्कासन गरेको आइपिओको बाँडफाँड गर्ने मिति तय गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले भोलि अर्थात् असारको 4 गते बिहानको ठिक 9 बजे चाहिँ यस आइपिओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ र यस कम्पनीको आइपिओमा जम्मा 65,570 जनालाई मात्र 10 किताको दरले यस आइपिओ हात पार्न सफल हुनेछन्। आइपिओको रिजल्ट चाहिँ गर्नलाई चाहिँ तपाईहरूको फोनको कुनै पनि ब्राउजरलाई ओपन गर्नुहोस्। ओपन गरेर सर्च बारमा गएर चाहिँ तपाईहरूले ipo.cdac.com.np.nepal भनेर सर्च गरेर चाहिँ तपाईहरूले आफ्नो भ्यू आइडी र त्यहाँको क्याप्चा लगाएर चाहिँ तपाईहरूले सजिलै आइपिओ को रिजल्ट चेक गर्न पनि सक्नुहुन्छ। नत्र भने तपाईहरूले चाहिँ केही समय पछाडि आफ्नै फोनको मेरो शेयर एप्लिकेसनमा चाहिँ गएर तपाईहरूले मजासँगले चाहिँ तपाईहरूले 1-2 घण्टा पछाडि चाहिँ तपाईहरूले आफ्नो रिजल्ट त्यहाँ हेर्न पनि सक्नुहुन्छ। र त साथीहरू, आजको भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनु होला। यदि तपाईको साथीले पनि आइपिओ भरेको छ भने यो भिडियो चाहिँ तपाईको साथीसम्म पनि शेयर गर्न नबिर्सिनु होला। र यस्तै हालका जानकारीमूलक भिडियोहरू हेर्नको लागि मेरो यस आइडी र मेरो यस च्यानललाई फलो र सब्स्क्राइब गरेर राख्न चाहिँ नबिर्सिनु होला।